आज कोनिचिवा आज हामी लेसन 17 को 9 फर्म कसरी बनाइन्छ भन्ने बारेमा कुरा गर्छौं। 9 फर्ममा कसरी लाने भन्ने कुरा बुझ्नु हुँदा लेसन 14 बुझ्नुपर्छ। कुनै पनि हकको तीनटा ग्रुप हुन्छ जुनसुकै हकको तीनटा ग्रुप कसरी छुट्याइन्छ भन्ने त्यो अगाडिको भिडियोमा भनिसकेको छ। अब 9 फर्म कसरी बनाइन्छ भन्ने कुरा बुझ्नु है त। सबभन्दा पहिला मास चेन भनेकै 9 फर्म हो जुन चाहिँ यसको फुजिके हो हैन। हामी फुजिकेको पछि कुरा गर्नुपर्दा चाहिँ कुनै पनि मासनमा 9 फर्ममा गयो भने ठिकै फुजिके भयो। जस्तो ताबे मास चेन भनेको नर्मल भयो भने ताबे 9 भनेको फुजिके भयो। तर कुरोले एउटै बुझाउँछ। तर फुजिके चाहिँ किन पर्ने भन्दा भोलि गएर सेन्टेन्सको बीचमा भावलाई ल्याउनु पर्यो भने चाहिँ हामीलाई फुजिके यति धेरै इम्पोर्टेन्ट हुन्छ कुनै पनि फर्ममा खेलाउनलाई। अब 9 फर्ममा लानलाई सेकेन्ड ग्रुप र थर्ड ग्रुप चाहिँ सेकेन्ड र थर्ड ग्रुप चाहिँ 9 फर्ममा मात्र हैन भक्ते 9 रुट भर्ब हैन भक्ता सबै नै इजी हुन्छ। किन इजी हुन्छ भन्दा सबभन्दा पहिला यसको स्ट्रिङ भर्ब पत्ता लगाउने। स्ट्रिङ भर्ब भनेको के हो सबैलाई थाहा छ। जस्तो ताबे मासको स्ट्रिङ भर्ब ताबे भनेको मासलाई हटाएर बाँकी रहेकोलाई स्ट्रिङ भर्ब भनिन्छ। जुन स्ट्रिङ यो चाहिँ एकदम बढी धेरै नै इम्पोर्टेन्ट हुन्छ र सजिलो पनि हरेस छ हैन। त्यस पछाडि स्ट्रिङ भर्बको पछाडि जस्तो के फर्म पढ्दैछौँ भने पछाडि ते जोडिने, ता फर्म पढ्दैछौँ भने ता जोडिने हैन। रुट भर्ब पढ्दैछौँ भने रु जोडिने। तर आज हामी 9 फर्म पढ्दै त्यसैले 9 जोडिने। थर्ड ग्रुपको पनि सेम रुल 9 जोडिने। मात्र फरक चाहिँ के छ त भन्दा सीमा सेमको त C9 नै हुन्छ भने किमा सेमको चाहिँ किना हेरि O9 हुन्छ। यो चाहिँ याद गर्नुपर्छ। किमा सेमको चाहिँ O9 हुन्छ। अब फर्स्ट ग्रुपमा चाहिँ के हुन्छ त? फर्स्ट ग्रुपमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ सबभन्दा पहिला हामी बुझ्नु पर्यो आ इ उ ए ओ हैन। यो चाहिँ आई उ चाहिँ भावेल साउन्ड हो। ई साउन्ड जति सबै फर्स्ट ग्रुप हो हाम्रो हैन। ए साउन्ड जति सेकेन्ड ग्रुप हो भनेको स्ट्रिङ भर्बको अन्तिममा ई साउन्डको अक्षरहरू इ जी रि नि मी आउँछ भने चाहिँ फर्स्ट ग्रुप। ए साउन्ड आउँछ भने सेकेन्ड ग्रुप। अब हामी फर्स्ट ग्रुपको बारेमा कुरा गर्छौँ। त्यसैले स्ट्रिङ आ इ उ ए ई भनेको यो भयो इ कि सी नि हि हैन। जस्तो काकी बुकेको सासी सुसेसो हैन। साक्षी सुसेतो नानी नुनेनो ल त्यति मात्र कुरा गर्न हामीलाई यस्तो छ भने अब हामीले यो फर्स्ट ग्रुप भयो त हैन। अब यसलाई 9 फर्ममा लानु पर्यो या रुट भर्बमा लानु पर्यो। रुट भर्बमा लानु पर्यो भने के गर्ने त सबभन्दा पहिला त यसलाई मेट्नै भएन। जस्तो थाइड मार्क्स छ भने थाडी मार्क्स छ भने पहिला स्ट्रिङ भर्ब त खाइ भयो। अब ई पनि मेट्दिनु भयो। रुट भर्बमा लाने भने चाहिँ पछाडिको अक्षर चुज्ने खाऊ हैन। खापी मासको कि हटाएर खाखु पछाडिको चुज्ने यताको हटाउने पछाडिको राख्यो भने रुट भर्ब भयो भने यताको हटाएर अगाडिको ल्यायो भने चाहिँ 9 फर्म भयो। जस्तो खाकी मासो यो हटाएर के हुने भयो खाकी मासको स्ट्रिङ भर्ब खाकी भयो। कि लगाएर का ल्याउनु पर्यो अगाडि ल्याउने नि हैन। त्यसैले खाका अनि 9 जोड्दै खाका 9। तर यसमा रुल छ ओरिजिनल ई लेटर आयो जस्तो खा ई मास आयो भने चाहिँ हामीले यो चाहिँ ओरिजिनलै ई आयो नि त। ई साउन्ड हैन कि ओरिजिनल ई आयो। त्यसैले हामीले त्यसको ठाउँमा चाहिँ वा प्रयोग गर्छौँ। ई को चाहिँ वा मान्छौँ अनि खा बनाइन्छ। अलिकति कन्फ्युज हुनु होला। फेरि यसो आयो आई वेबाट भनेको यो साउन्डलाई हटाएर स्ट्रिङ भर्बको अन्तिममा ई साउन्ड जति फर्स्ट ग्रुप हुन्छ ई साउन्डको यो स्ट्रिङ भर्बको अन्तिमको लेटरलाई हटाएर यताको लेटर लेखिदियो भने रुट भर्ब गर्यो भने यताको लेटर लेखिदियो भने लेखेर 9 जोड्यो भने 9 फर्म भयो। र यदि ओरिजिनल ईमा चाहिँ ई आ नहटाएर वा चुज गर्नु परेको जस्तो खाई मासको खावा नै रुट भर्ब चाहिँ खाई मासको खालु। खाकी मासको खाका नै रुट भर्ब चाहिँ खाकु। अनि खासी मासको खासा नै उता खासु। बुझ्नुभयो? बुझ्नु भएन भने फेरि कमेन्टमा फेरि नयाँ भिडियो बनाएर तपाईँलाई प्रेजेन्ट गर्नेछु र 9 फर्मबाट बन्ने फर्महरू के हुन्छ त्यो बारेमा फेरि डिस्कस गरौँ। हस् धन्यवाद।